द डिबेटमा स्वागत छ। नेपाल फागुन 21 को निर्वाचनको मुखैमा छ र देशको हावामा एउटा तरङ्ग छ, आशा र आशंका दुवैको। लामो समयको राजनीतिक अस्थिरता, आर्थिक सङ्कट र बढ्दो नागरिक निराशाको पृष्ठभूमिमा यो चुनावलाई धेरैले एक टर्निङ पोइन्टको रूपमा हेरेका छन्। आजको हाम्रो बहसको केन्द्रमा यही प्रश्न छ, के फागुन 21 को चुनावले साँच्चै केही फेर्छ र देशलाई स्थायित्वको बाटोमा लैजान्छ, कि यो उही पुरानै राजनीतिक खेलको अर्को एउटा पर्व मात्रै हो? मेरो भनाइ के हो भने यसपटक मतदाताको चेतना र नयाँ विकल्पहरूको उदयले वास्तविक परिवर्तनको सम्भावना बलियो बनाएको छ। र मेरो विश्लेषण अलि फरक छ। मलाई लाग्छ जबसम्म हाम्रो राजनीतिको जगमा रहेका संरचनागत समस्या र दलहरूको सत्ता केन्द्रित चरित्र बदलिँदैन, तबसम्म एउटा चुनावले मात्रै मौलिक परिवर्तन ल्याउँछ भन्नु खै अलि बढी आशावादी हुनु हो जस्तो लाग्छ मलाई। मलाई लाग्छ यो चुनावलाई केवल सरकार फेर्ने सामान्य प्रक्रियाको रूपमा हेर्नु नै गल्ती हुन्छ। भन्न खोजेको यो नेपालको राजनीतिक दिशा नै बदल्ने अवसर हो, किनभने यसपटकको सबैभन्दा ठुलो र निर्णायक फरक भनेको मतदाताको चेतनामा आएको गुणात्मक परिवर्तन हो। यो केवल आक्रोशमा सीमित छैन, यो तथ्याङ्कमा आधारित छ। सामाजिक सञ्जालमा मतदाताले उम्मेदवारको विगतको संसदीय रेकर्ड, बोलेका कुरा र वास्तविक उपलब्धि बीचको खाडललाई फ्याक्ट चेक गरिरहेका छन्। मतलब यो तथ्याङ्क हेरेरै जवाफदेहिता खोज्ने जुन माग छ त्यसले पुरानो राजनीतिको जग हल्लाएको छ। साथै नयाँ दल र स्वतन्त्र उम्मेदवारको उपस्थितिले परिवर्तनको नारालाई बहसमा मात्र सीमित नराखी मतपत्रमै एउटा विकल्पको रूपमा उभ्याएको छ। यसले पुराना दलहरूलाई कि त सुध्रिन कि त पाखा लाग्न बाध्य पार्दैछ। त्यो फ्याक्ट चेक र जवाफदेहिताको कुरा गर्नुभयो, जुन सुन्दा त निकै आकर्षक लाग्छ। तर केही हजार सचेत मतदाताको सामाजिक सञ्जालको बहसले हाम्रो राजनीतिको मूल चरित्रलाई बदल्न सक्छ त? मलाई चाहिँ शङ्का छ। किनभने नेपालको राजनीतिक अस्थिरताको जड चुनावी अनुहारमा होइन, प्रणालीमा छ। जब म संरचनागत समस्या भन्छु, मेरो मतलब हाम्रो निर्वाचन प्रणाली नै हो। समानुपातिक प्रणालीले सधैँ खण्डित जनादेश दिन्छ, जसले गर्दा कुनै पनि दलको स्पष्ट बहुमत आउँदैन अनि सुरु हुन्छ सत्ताका लागि अप्राकृतिक गठबन्धनको खेल, जहाँ नीतिभन्दा मन्त्रालयको भागभण्डा प्रमुख हुन्छ भनौँ न। यो चुनावले उम्मेदवार फेर्ला तर बहुमत नपुग्ने र गठबन्धन बनाउनै पर्ने यो प्रणाली त फेर्दैन, अनि त्यो गठबन्धन टिकाउन फेरि उही लेनदेनको राजनीति सुरु भइहाल्छ। त पात्रहरूको भूमिका हुन्छ नि, होइन र? अहिलेका मतदाता विगतका जस्ता छैनन् जसले आँखा चिम्लेर पार्टीको झण्डामा भोट हालुन्। कोभिड पछिको आर्थिक सङ्कट, आकाशिएको महँगी र भयावह बेरोजगारीले उनीहरूलाई नाराभन्दा ठोस कार्यान्वयन खोज्न बाध्य बनाएको छ। राजनीति परिवर्तन भएन भने हाम्रो जीवनस्तर कहिल्यै बदलिँदैन भन्ने धारणा अब सहरमा मात्र होइन, गाउँठाउँमा बलियो हुँदै गएको छ। यो बाध्यताले जन्माएको जागरण हो। जब मतदाताले कुनै उम्मेदवारलाई उसको आर्थिक एजेन्डा र विगतको काम हेरेर मत दिन्छन्, तब निर्वाचित भएर जाने प्रतिनिधिले पनि गठबन्धनको नाममा जथाभावी सम्झौता गर्न डराउँछ। यो चेतनाले नै राजनीतिक दलहरूलाई लगाम लगाउने काम गर्छ। तर त्यो लगाम कति बलियो हुन्छ त? तपाईले मतदाताको चेतनाको कुरा गर्नुभयो। त्यसो भए मलाई भन्नुहोस्, यही चेतनाले दलहरूलाई चुनावपछि बन्ने गठबन्धनमा भागभण्डाको राजनीति नगर्न कसरी रोक्छ? के छ त्यो संयन्त्र? विगतलाई हेरौँ न। हरेक चुनावमा जनताले नयाँ आशाका साथ मतदान गर्छन्, तर चुनावपछि के हुन्छ? दलहरूको शक्ति सङ्घर्ष र सत्ता केन्द्रित गठबन्धनको खेलले अन्ततः जुनसुकै चुनावी परिणामलाई पनि आफ्नो अनुकूल व्याख्या गर्छ। सरकार बन्छ, तर नीतिगत बहसभन्दा सत्ता बाँडफाँड नै निर्णायक हुन्छ। मन्त्री पद र संवैधानिक नियुक्तिहरूमा भागभण्डा चल्छ। यस्तो अवस्थामा मतदाताले दिएको सन्देशलाई राजनीतिक दलहरूले कति गम्भीरतापूर्वक लेलान्? र विगतको अनुभवले त उनीहरूका लागि सत्ता नै अन्तिम सत्य हो भन्ने देखाउँछ। विगतको अनुभव एउटा पक्ष हो, तर तपाईँले वर्तमानको एउटा एकदमै महत्त्वपूर्ण पक्षलाई नजरअन्दाज गरिरहनु भएको छ। त्यो हो नयाँ र पुराना दलहरू बीचको द्वन्द्व। नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूको उदयले परम्परागत राजनीतिको एकाधिकार तोडेको छ। यो केवल केही सिट जित्ने कुरा मात्र होइन, यसले राजनीतिको एजेन्डा नै परिवर्तन गरिरहेको छ।
उनीहरूले सुशासन, पारदर्शिता र डेलिभरीका जुन मानकहरू स्थापित गर्न खोजिरहेका छन् त्यसले पुराना दलहरूलाई प्रत्यक्ष दबाव सृजना गरेको छ। अब उनीहरूले हामीले जे गरे पनि हुन्छ भन्ने सोच्न सक्दैनन्, किनभने अर्को चुनावमा मतदातासँग एउटा परीक्षण भइसकेको विकल्प हुन्छ। यो प्रतिस्पर्धाले राजनीतिलाई थप जवाफदेही बनाउँछ, चाहे नयाँ शक्तिले बहुमत ल्याओस् वा नल्याओस्। तर सङ्गठन र स्रोत बिनाको नाराले मात्र चुनाव जितिन्छ र? काठमाडौँको सामाजिक सञ्जालमा परिवर्तन ट्रेन्ड हुनु र डोल्पाको गाउँमा भोट खस्नु निकै फरक कुरा हो। त्यो खाडडोल नयाँ शक्तिले कसरी पुर्छन्? परिवर्तनको नारा आकर्षक भए पनि नयाँ शक्तिहरूसँग राष्ट्रियव्यापी सङ्गठन र स्रोतको अभाव छ। अर्कोतर्फ परम्परागत दलहरूको अनुभव र पहुँच गाउँ-गाउँसम्म छ, जुन चुनाव जित्नका लागि आज पनि महत्त्वपूर्ण छ। ल मानिलिउँ केही नयाँ अनुहारहरूले चुनाव जिते पनि अन्त्यमा सरकार बनाउन आवश्यक बहुमतका लागि उनीहरूले कोसँग सहकार्य गर्नु पर्ला? पुरानै दलहरूसँग। त्यो अवस्थामा उनीहरूले आफ्नो परिवर्तनको एजेन्डामा सम्झौता गर्नै पर्ने हुन्छ, जसले उनीहरूको मौलिकतालाई कमजोर बनाउन छ। हामीले यस्ता उदाहरण विगतमा पनि देखेका छौँ, जहाँ वैकल्पिक शक्तिहरू सत्तामा पुगेपछि पुरानै राजनीतिको अङ्ग बन्न पुगे। 1 मिनेट रोकिनुहोस्। तपाईले नयाँ दलहरूको सङ्गठनको कुरा गर्दा एउटा कुरा बिर्सिनुभयो। मान्छेको भोट अब पेटले डोर्याउँदैछ, पार्टीको झण्डाले होइन। जब महँगीले ढाड सेक्छ, जब छोराछोरीको भविष्य अन्धकार देखिन्छ, तब आर्थिक मुद्दा स्वतः निर्णायक बन्छ। यो चुनावको गेम चेन्जर नै यही हो। यो चुनाव केवल राजनीतिक नाराबाजीमा सीमित छैन। वैदेशिक लगानी, उत्पादनमूलक क्षेत्रको विकास, कृषि आधुनिकीकरण र रोजगारी सृजना जस्ता विषयमा ठोस रोडम्याप प्रस्तुत गर्ने उम्मेद्वारप्रति मतदाता आकर्षित हुनेछन्। यसले राजनीतिलाई अमूर्त विचारधाराबाट नागरिकको जीवन स्तर सुधार गर्ने ठोस नीतिमा केन्द्रित गराउँछ। जब नागरिकको दैनिक जीवनसँग जोडिएका मुद्दाहरू बहसको केन्द्रमा आउँछन्, तब दलहरू सत्ताको खेलमा मात्रै अल्झिरहन सक्दैनन्। मलाई माफ गर्नुहोला, तर म यो कुरामा चाहिँ सहमत हुन सकिनँ। आर्थिक एजेन्डा हरेक चुनावमा उठ्ने गर्छ, तर कार्यान्वयन पक्ष सधैँ कमजोर रहन्छ। हाम्रो मूल समस्या के हो? राजनीतिक अस्थिरता। 5 वर्षको आर्थिक योजना बनाएर के गर्नु जब सरकार नै 5 महिना टिक्दैन? कुनै पनि सरकारले एउटा आर्थिक योजना बनाउँछ, अर्को सरकार आएर त्यसलाई खारेज गरिदिन्छ। विदेशी लगानीकर्ताले समेत यहाँ लगानी गर्न डराउँछन्, किनभने नीतिगत स्थिरता छैन। आर्थिक पुनरुत्थानको पहिलो र अनिवार्य शर्त नै राजनीतिक स्थायित्व हो, जुन यो चुनावले सुनिश्चित गर्छ भन्ने के ग्यारेन्टी छ र? जबसम्म दलहरू नीतिगत निरन्तरतामा सहमत हुँदैनन्, तबसम्म आर्थिक एजेन्डा चुनावी नाराभन्दा माथि उठ्न सक्दैन। तर यही चुनावले त स्थायित्वको अवसर सृजना गर्ने हो नि। तपाईले भनेको अस्थिरताबाट वाक्क भएरै त मतदाताले यसपटक बलियो र स्थिर सरकारको पक्षमा मत हाल्ने सम्भावना छ। उनीहरूले बुझेका छन् कि बारम्बारको सरकार परिवर्तनले उनीहरूको भान्सामा प्रत्यक्ष असर पारेको छ। यस पटकको चुनावले कमजोर भएका लोकतान्त्रिक संस्थाहरूलाई पनि बलियो बनाउने अवसर दिन्छ। यदि निष्पक्ष निर्वाचन सम्पन्न भयो भने प्रणालीमाथिको नागरिक विश्वास पुनः स्थापित हुन सक्छ। साथै महिला सहभागिता र समावेशी प्रतिनिधित्व जस्ता मुद्दाहरूमा दलहरू कति गम्भीर छन् भनेर मतदाताले मूल्याङ्कन गर्नेछन्। जब उम्मेद्वार चयनदेखि नीति निर्माणसम्म महिलाको अर्थपूर्ण सहभागिता बढ्छ, तब लोकतन्त्र थप सुदृढ र स्थिर हुन्छ। यो चुनावले त्यस्ता सामाजिक मुद्दाहरूलाई पनि राजनीतिको मूलधारमा ल्याएको छ। तर संस्थाहरूको विश्वसनीयता दलहरूको व्यवहारमा निर्भर गर्छ, चुनावको प्रक्रियामा मात्रै त होइन। चुनाव पछि पनि यदि संसदलाई प्रभावहीन बनाउने, अध्यादेशको भर पर्ने र संवैधानिक निकायमा राजनीतिक हस्तक्षेप गर्ने प्रवृत्ति जारी रह्यो भने निर्वाचनले मात्रै लोकतान्त्रिक जग बलियो बनाउन सक्दैन। विगतको अनुभवले यसमा आशावादी हुने ठाउँ एकदमै कम देखाउँछ। चुनाव हुन्छ, नयाँ संसद आउँछ, तर दलहरूको शक्ति सङ्घर्षले फेरि संसदलाई बन्धक बनाउँछ। हामीले यो चक्र धेरै पटक देखिसक्यौँ। केही महिना चल्छ अनि फेरि सत्ता समीकरणको खेल सुरु हुन्छ। त्यसैले जबसम्म राजनीतिक दलहरूको चरित्रमा सुधार आउँदैन, तबसम्म एउटा चुनावले मात्र प्रणालीगत समस्या समाधान गर्छ भन्नु अलि बढी आशावादी हुनु हो। निश्चय नै नेपालको राजनीतिमा संरचनागत चुनौतीहरू छन्, म त्यो मान्छु। तर यस निर्वाचनमा देखिएको मतदाताको जागरुकता, नयाँ राजनीतिक विकल्पहरूको उदय
र आर्थिक तथा सुशासन जस्ता ठोस मुद्दाहरूमा केन्द्रित बहसले एउटा नयाँ सुरुवातको सम्भावनालाई बलियो बनाएको छ। नागरिकले मतदान मार्फत सुशासन, उत्तरदायित्व र विकासको स्पष्ट सन्देश दिन सक्छन्। हरेक परिवर्तनको सुरुवात एउटा सानो कदमबाटै हुन्छ र यो चुनाव त्यही कदम हुन सक्छ। यो चुनावले नेपाललाई राजनीतिक स्थायित्व र जवाफदेहिताको मार्गमा डोर्याउने एक वास्तविक अवसर प्रदान गर्दछ र मलाई लाग्छ हामीले यो अवसरलाई सकारात्मक रूपमा हेर्नुपर्छ। सत्ता केन्द्रित गठबन्धनको प्रभुत्वलाई हामीले नजरअन्दाज गर्न मिल्दैन। यो चुनावले केही नयाँ अनुहारहरू ल्याउन सक्ला, केही सिटहरू यताउता होलान्, तर नेपालको अस्थिर राजनीतिको पुरानो चक्रलाई नै तोड्न सक्छ भन्नेमा विश्वस्त हुने आधार कमजोर छ। वास्तविक परिवर्तनका लागि चुनावभन्दा धेरै कुरा आवश्यक पर्छ, जसमा राजनीतिक इमान्दारिता र संस्थागत सुधार प्रमुख हुन्, जुन यो चुनावले मात्रै सुनिश्चित गर्न सक्दैन। अन्त्यमा फागुन 21को निर्वाचन नेपालको लोकतन्त्रका लागि एक महत्त्वपूर्ण परीक्षा हो। यसले राजनीतिक स्थायित्व र आर्थिक पुनरुत्थानतर्फको मार्ग प्रशस्त गर्छ वा अस्थिरताको अर्को अध्याय मात्र थप्छ, त्यो त हेर्न बाँकी नै छ। तर यसले बहस र सम्भावनाका नयाँ ढोकाहरू भने पक्कै खोलेको छ। हो, स्रोत सामग्रीले आशा र आशंका दुवैका लागि प्रशस्त ठाउँ छोडेको छ। अन्तिम फैसला मतदाताको हातमा छ र त्यसपछिको राजनीतिक नेतृत्वको व्यवहारमा निर्भर रहनेछ, जसले नै देशको आगामी बाटो तय गर्नेछ।